हेलो गाइस, हामी हेर्नु हिँड्दै हिँड्दै आइरहेको छु। यो हाम्रो गाउँको बगैँचा, आँपको बगैँचा। अनि यहाँनिर दुईजना आन्टी हुनुहुन्छ। भोट हालेर आउनु भएको म देखाउँछु तपाईहरुलाई। हेलो आन्टी, कहाँ गएर आउनु भएको तपाईहरु? हो, भोट हालेर आउनु भएको? अनि कस्तो लाग्यो त? पानी दिने मान्छे पाएन? पानी दे नभए भोट हाल्दिन भन्नु पर्दैन? आमाले लगायो त भोट हाल्न आएको अनि चोर लिएर जाउँ। फेरि मार्ला त हामीलाई त के हार्ला त अनि। हेलो, वहाँनिर को मान्छे छ यी? यसो टुक्रुक्क बस्या चाहिँ। ल बगैँचा मजाले हेर्नु, आँपको फुल फुल्दैछ। अब आँपको सिजन आयो। अब हामीले आँप खान पाउने भयो। ल ल हेर्नु त यहाँ हाम्रो आन्टी। ए आमा के गरेको? ओहो, ल ल आन्टी त मजासँगले नाची नाची भयो। रमाइलो छ जिन्दगी। राम्रो देख्दो रहेछ, रमाइलो। आहा लु ल तपाईहरु दुईजना बरु हात समाउँदै गर्नु न त्यस्तो। गर्नु न ल लु त। ल दुईजना हेर्नु, देउरानी जेठानी हो। के भयो? जा भन्छ त बाइक आइरहेछौ। कहाँ बस्ने हौ? अब हाम्रो यहाँबाट हिँड्दै हिँड्दै जाँदैछौँ हामी। अब त्यहाँ पुलनिर आएर पनि पुलनिर भिडियो बनाउने हो क्या हो? के बनाउनु है, पुरानो भइसक्यो। यसरी हिँड्दै हिँड्दै, ल म मेरो जुत्ता देखाउँछु। म हिँड्दैछु। अब यहाँबाट हामी खोलामा छेउनिर आइपुग्न लाग्यौँ। त्यो विशालले त उयो लिएको रहेछ है, त्यो यत्रोबाट क्या माइक उसो गर्दै गर्ने। त्यो माइक खतरा हुन्छ। कसले पठाउँछ अनि? यो अटोले हामीलाई छोडेर गएको। हामीलाई अटोले नलिकन गएको। हामी यहाँ हिँड्दैछ। अब त्यो छोटेहरू हो क्या हो? उति तिनीहरू शुभमहरू होइन? यिनीहरूलाई जुम गरेर देखाइदिउँ त। यहाँ तीनजना आउँदैछ। ल जुम पनि हटाइदिउँ मैले। अब यता शीतलमा देखाइदिउँ न त। घाममा हिँड्दा हिँड्दा यहाँ दिमाग खराब भइसक्यो। त्यही माथि गर्मी। ओहो, अब यो तीनजना बुढाहरूलाई सोध्नु पर्यो कहाँ हिँड्ने भनेर। एकछिन है। भाडा बुढी तिमीहरू कहाँ हिँडेको ल भन त। 21 रे? भाडा बुढी शुभम कहाँ हिँडेको? कहाँ उता तल जाड भयो? मान्छे कोही छैन तेरोबाट के हेर्न? कोही छैन। खै तेरो कानको टप देखाउँ। यहाँ एउटा, यहाँ दुईटा हो केडीले जस्तो लगाएर हिँडे। ए भयो यहाँबाट हो यिनीहरू गन्थन गरेर केही छैन। गन्थन गर्यो, बस्यो। हेर्नु अब यहाँदेखि सरासर हिँड्ने। यो हाम्रो गाउँ आइपुग्न लाग्यो। अब यहाँबाट हामी घर पुगिन्छौँ।
अटो बरु काठमाडौँको ठाउँमा यसरी अटो चल्दैन हाम्रो गाउँमा त कम चल्छ अटो यता आइन अटो उता आइन अटो आमा अब आन्टीहरूलाई देखाउँछ है म दुईजना लस्करै देउरानी जेठानी आउँदैछ के गरे त्यो लाडीले जस्तो गरे हो क्या आमामा तपाईँहरू त कालो भएछ नि त अनि कालो मान्छे झन् घाममा हिँडेपछि कालो हुँदैन हो र किन भएको त अनि यहाँबाट के त झरे छैन नि आमा तैँले फेरि कति माया गर्छ अब सलामलाई कम माया गर्छ बिचरा के गर्नु भोट हाल्न गयो भित्र भोट हाल्नु पर्यो नि नहाली त्यो बुढोलाई समातेर जान्छु म त त्यही त हो कि होइन ट्रोले पोल यसपछि हाम्रो गाउँ आइपुग्नु पुग्न लाग्यो भनेर चोडी छ ऊ त्यहाँ तल गैरी ल अब पुल आइपुग्यो यो हाम्रो गाउँको पुल सानो सानो पुल त्यसपछि यता खोला छ बन्द भयो बन्द यो खोला सानो खोला अचोली खोला कसको अटो आज जिगमा दागा यहाँ हावा चल्यो सिरिरी भन्दै हिँडिरहेछ यो हाम्रो फुटबल खेल्ने चौडी जिग्नु दाइको अटो अघि जानु भएको थिएन मर्नु लाग्यो जिग्मा झन् बुवा घुमेर आएर आफ्नो सरकारले नै देखा नि पैसा यहाँ पाउला कि नपाउला भने यहाँनिर फेरि आएको त यही नापेर भन्नु के एकछिनको मर्नुलाई उहाँ चाहिँ म अटोमा चढ्यो अटोदेखिबाट यो अब हाम्रो गाउँको देख्यो यहाँबाट गुम्बा हो गुम्बा यो गुम्बा हो आमाले बाख्रा चढाउनु लग्यो हाम्रो आमा बाई 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 फाइनली हामी यहाँ आइपुग्यो धन्न दाइले अटोबाट पुऱ्याएर ल्याइदिनु भयो अब यहाँ हो पसल तपाईँहरूको त यता पठाएर चाँडो भयो हाम्रो चाहिँ उता पठाएर ढिलो भयो क्या पसल हो अनि यहाँ चाहिँ खाजाहरू पाइन्छ तपाईँहरूलाई के खानु मन लाग्छ यहाँ आउनु होला यहाँ मिठो मिठो खानेकुरा पाउँछ चटपटे पानीपुरी अनि त्यसपछि चाउमिन के खानुहुन्छ त्यही पाउँछ यहाँनिर ल यो हाम्रो लालभित्ती गाउँको चौडीबाट अलिकति माथि आउनु भएपछि यहाँ पसल आउँछ खाजा पसल पनि छ चलाउन जान्नेहरूले